फ्रेन्ड्स, गुड मर्निङ कि तपाईँहरू सबैलाई यस जाडो बिहानीमा आज नमस्ते गुड मर्निङ भन्दै म एउटा सानो भिडियो बनाउन गइरहेको छु हैन। मैले अहिले भर्खर अर्थात् मेरो माइन्डमा चलेका 2-3 शब्दहरू छन्, जस्तो प्रोक्सी वार भनेको के होला त, यसले हाम्रो समाजलाई कसरी असर गर्छ, किन प्रोक्सी वारको बारेमा जान्नुपर्छ जस्तो लाग्छ। अनि अर्को चिज चाहिँ डिजिटल अल्गोरिदम हो। डिजिटल अल्गोरिदमले गर्दाखेरि हामीले हाम्रो वरिपरि अर्थात् इन्डियन सब कन्टिनेन्टभित्र अर्थात् इन आवर सराउन्डिङ भनौँ न हैन, इन आवर सराउन्डिङ, त्यस्तै गरेर संसारमा के असरहरू गरे त, पोलिटिकल चेन्ज, सोसियल चेन्ज, इकोनोमिकल चेन्ज है। अनि यो कारणले गर्दाखेरि के कस्ताहरू चेन्जेसहरू हामीले एक्सपिरियन्स गऱ्यौँ। इन्डियालाई चेन्ज गर्न सकेन, यसले किन चेन्ज गर्न सकेन त्यसको बारेमा तपाईँहरूलाई पनि धेरै थाहा छ होला हैन। तपाईँहरू मभन्दा धेरै जान्ने हुनुहुन्छ, सचेत हुनुहुन्छ। जस्तो हामीले हेऱ्यौँ भने नेपालमा त्यो चिजले चेन्ज गर्यो, अनि अर्को कुरा श्रीलङ्कामा चेन्ज गर्यो, बङ्गलादेशमा चेन्ज गर्यो, त्यस्तै गरेर भेनेजुला चेन्ज गर्यो हैन, त्यस्तै गरेर इरानमा अहिले भइरहेको छ। त्यो चिजले के बुझ्नु पर्यो जस्तो मलाई लाग्छ भनेदेखि चाहिँ यो डिजिटल अल्गोरिदमले चाहिँ कसरी चाहिँ काम गर्छ भन्दाखेरि थ्रु द सोसियल मिडियाज हैन, इट इन्सर्ट सम माइन्डसेट इन अ युथ माइन्ड और यङ माइन्ड्स अफ द्याट पार्टिकुलर कन्ट्री, जसले गर्दाखेरि दे स्टार्टेड थिङ्किङ, दे स्टार्टेड क्रिटिसाइजिङ, दे स्टार्टेड क्रिएटिङ अ कन्टेन्ट रिलेटेड टु द द्याट पार्टिकुलर पोइन्ट, एन्ड बिकज अफ द्याट वाट ह्यापन, they started making such a issue, and they aggressively started commenting upon some leaders as well as political parties as well as some developmental activities हैन। त्यो चिजहरुमा हामी चाहिँ एक्सपिरियन्स गरिरहेका छौं। त्यस्तै गरेर यसले सिक्किममा कस्तो असर गर्न सक्छ त, कसरी असर गर्न सक्छ त्यो पनि हामीले छानबिन गर्नुपर्छ कि जस्तो मलाई लाग्छ है। हुनु त अब म भन्दा तपाईहरु धेरै परिपक्व हुनुहुन्छ, तर डिजिटल अल्गोरिदमले चाहिँ हाम्रो समाजलाई, हाम्रो फ्यामिलीलाई, हाम्रो माइन्डसेटलाई, हाम्रो मेन्टल सेन्टिमेन्टलाई, रिलिजियस सेन्टिमेन्टलाई चाहिँ धेरै असर गर्छ जस्तो लाग्छ मलाई। त्यसले गर्दाखेरि तपाईहरु पनि तपाईहरुकोमा भएको नलेज चाहिँ मलाई पनि शेयर गरिदिनु होला भन्न चाहिँ म चाहन्छु यो भिडियोको माध्यमबाट। र हुनु त म साह्रो धेरै त जान्ने हैन, र भए पनि तपाईहरु बीचमा यो 3टा टपिकको बारेमा मैले अलिअलि भने, जसले गर्दा चाहिँ भोलिको दिनमा तपाईहरुले मलाई पनि यसको बारेमा सुझाव दिनु